के चाहिँ एन्जिला मुभी हेर्न जाँदा ट्रेड मलमा देखेको अरे ओके जोडीको भैँसी देख्नु भयो रहेछ कहाँ जानु हो ससुरबा ए भगवान यहाँ हाम्रो ठुलो बा यहाँ आफ्नै काम गर्नुभयो क्या रिसिङ जाँदा तिमीहरू दुईजना हराएको बिर्सेको छैन है आउनुभयो रे त्यो त नभन है त्यो कुरा भन्नु हुँदैन बिहे गर्छु गीत गाउनु न मेजो त्यो राति अन्डा किन्न जाँदा के भयो जान्न चाहन्छ जनता जान्न चाहन्छ ल म भन्छु नि एक दिन है आज बल्ल त फर्स्ट टाइम लाइभ बसेको छ त्यति बेला के भयो भनौँ होला बिस्तारै मैला नि बाठो भएछ त अहिले त अरे किन के गर्यो मैला नभएर चाहिँ को हुन्छ हामी जस्तो बाठो हुन्छ अनि किन के म के कसरी चाहिँ बाठो भयो म चाहिँ खै त्यही भन्नुभयो के अरे दोनालाई गोरुले झन्डै खिचेको रोपाइ गर्दा अरे अब त्यो त साँच्चै हो नि झन्डैले हो आम्बो त्यति बेला त खिचेको भए त दोन दाजुको त खुट्टै भाँचिन्थ्यो त्यति बेला त सातो गएको नि आम्बो यस्तो यहीँ छेउबाट यस्तो गएको थियो आम्मा म त भिडियो त्यस्तो भएको क्या म त रिसिङको खेत रोपेको कसुरा बानै भन्दै गएर छिटै भोज खाना पाम है ल हाटको सेप बनाऊ अरे दुवैजना ल छिरो ल ल ल ल थ्याङ्क यू गाइस सबैजनाले मेरो नयाँ अकाउन्ट फलो गरिदिनु होला लाइक सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला है यो चाहिँ मेरो नयाँ अकाउन्ट हो कस्तो खुसी भएको रे हो थ्याङ्क यू पोएम थ्याङ्क यू एभ्रिवान मेरो नयाँ अकाउन्ट हो यो चाहिँ फलो गरिदिनु होला लाइक सेयर गरिदिनु होला आउनुभयो खसेर कहिले आउँछ भन्नु सिस्टर ए कहिले चाहिँ आउनुहुन्छ अरे हो नेपाल यता सोधेको सोधेको रे म अहिले अलिक टाइम लाग्छ नि आउन के गर्न हो जस्तो बेलामा छुट्टी पाउनु एउटा दुईटा अरू जोडी लिम्बू नि होइन मगर नै ठिक छ अरे यो थ्याङ्क यू करणजी थ्याङ्क यू हो हजुर गिफ्ट टार्गेट 4 गरे टार्गेट पुरा गरिदिनु ल हजुर धेरैजनाले अलिकति घटाइदिनु 4 जनाले अलिकति घटाइदिनु न मुर्गी एफसी यस मुर्गी एफसी बाट नि खेल्यो यो छुट्टीमा रिसिङ ओके यो छुट्टीमा ल रिसिङको भिडियो आउने भयो है त थ्याङ्क यू माइलो केटो थ्याङ्क यू सो मच तारे माझ्यू धेरै राम्रो समेट्यो अरे थ्याङ्क यू सो मच तारे माझ्यू मात्रै हेर्नुभयो तारे माझ्यू मायाको डोरीले कौरा गीत पो यो साह्रै राम्रो लाग्यो हो र कस्तो लाग्यो कस्तो राम्रो मम्मीको एक्टिङ हो मम्मीको त एक्टिङ त राम्रो थिएन होला कसम थियो नि चाहिन्छ कसो र ओ मैले हिले खबर ठिकले मगर भाषा बोल्नु न हौ मगरको छोरा भएर के सोझा कि माझे नि माइलो केटो थ्याङ्क यू पुलागाले कान इला काठमाडौँले इलाक रानी सम्भव माले इलाक रानी माराले जानेको इलाक रानी अनि हिजाट्नी त्यही हो जान्नु भएको अरू केही जान्नुहुन्न उता बोल्नु न मगर के हो र
आउनु त हुन्न त मलाई चाहिँ आउँछ सबै मिलेन एकजनाले यसैमा सुप भयो यति नै हो माइलाले जान्नु भएको नै जानेको छु मैले सबै ल बोल्नु नि त यहाँ मगर भाषा बोल्नु भन्नुभयो मैले सबै जानेको छु फाइनल्ली टिसिनी लाइभमा रहेछ मगर भाषा वारले कि मावारले नाइकी चाहिँ जम्मै वारले हौ मैले पनि त वारले जम्मै वारेर होला हान्डे कुरा थ्याङ्क यू कल्मी थ्याङ्क यू ल है सबैजनाले सपोर्ट गरौँ है त कौडा गीत बजाएर नाच्नु के रे कौडा गीत बजाएर नाच्नु रे खाना खानु लागेको अब नाच्नु त त्यस्तै हो अब आज हुँदैन होला स्याटरडे स्याटरडे आउँछ ल लाग्छ ल हुन्छ बुढाबुढी हो रे कसरी चाहिँ हो बुढाबुढी एलन थापाले कसरी थाहा पाउनु भयो के बुढाबुढी भनेर क्या खै कसरी थाहा पाउनु भएछ कुन्नी धेरै नसम्झ्नु के भन्नुभयो धेरै नसम्झना र अरे अलि र हार्टको सेप सिङ्गल ह्यान्ड अहिले हजुरहरूले अहिले मेरो युट्युबभरि आउँछ त्यो गऱ्यो भने राम्रो हो त अनि अघि गरिसके त हो हामी दुईजनाले सिङ्गल रे आमा उता खाना रोकै म यहाँ खाना पस्किँदैछु कि के तरकारी बनाउनु भयो र ए हाम्रो त सब्जी हो बोइल भेज ए यता होस् गर्नु न के प्लिज हार्टको सेप सिङ्गल ह्यान्ड गरेर फुल बनाउनु यो खाइफल लिची उता बिजी हुनुहुन्छ रोक्नु ल त्यसमा राम्रो रे म चाहिँ नराम्रो अरे कि हजुरहरूको बिहे भयो भने छोराछोरी कति राम्री हुन्छ होला है आमा कहाँसम्म सोच्न भ्याउनु भएको हो बरे के कुरो हालिदिने अझै अब कहिले फेरि जङ्गल जाने टार्गेट गरिदिउँ ल साथीहरू सबैजनाले चारजनाले हालिदिनुहोस् त टार्गेट गरौँ लाउरेनी भाउजू कति राम्री रे सपनामा थ्याङ्क यू इमराना हेलो मेरो थ्याङ्क यू अरुण चौधरी थ्याङ्क यू मेरो नयाँ अकाउन्ट चाहिँ यसो सपोर्ट गरिदिनु पर्यो नयाँ अकाउन्ट हो मेरो फलो गरिदिनु पर्यो सेयर गरिदिनु पर्यो ल स्कुटर लिएर आएको नि मेरो नयाँ अकाउन्ट दुईजनाको जोडी दामी रे हो र थ्याङ्क यू गरम भयो आम्मामा इन्टु टूमा हानौँ त ल साथीहरू रे अस्ति माछा पोखरी देखेको मैलीलाई रे हो र इन्टु टूमा हानौँ न साथीहरू कस्तो हुँदो रहेछ अस्तिमा के हो त्यस्तो इन्टु टू
के हो अब रेसिङ कहिले जाने रे म चाहिँ छिटै जान्छु माइला चाहिँ आएपछि जानुहुन्छ अरे आउनुहुन्छ अरे माइली भन्दा अनि म त जान्छु नि अनि छिटै थ्याङ्क यू सँगै नजाने अनि बाटो हरायो भने के गर्नु म अस्ति नै त्यत्रो ढुङ्गा हाली हाली बनाइदिएको देखाएको बाटो अहिले फेरि बिर्सिनुहुन्छ डर लाग्छ नि त्यहाँ राम्रो के हटको सेप बनाउने रे थ्याङ्क यू सो मच अनसोल्ड अनसोल्ड यता आउनु भयो थियो ल ल हस् हुन्छ हो र आज चाहिँ ल्याएको छ माइलीले अकाउन्ट सपोर्ट गरिदिनु होला फलो गरिदिनु शेयर गरिदिनु प्लिज भइरहेको छ मेरो अकाउन्ट नेटवर्क प्रब्लम भयो क्या तिमीले सँगै लिएर जाने भए मात्र जाने हो गाउँ म नत्र भए जाँदिन किन तिमी लगेर मात्र जाने हो म त अरे ए यता हटको सेप बनाउने भनेर हैरान छ हौ कसरी हो बनाउनु मन थाहा दोन दाजु हजुर भर्खर दोना दाइसँग बोलेर एकदम खुसी लाग्यो भाइ रे केमा लाइभमा स्नेह दिदी लाइभ बस्ने मलाई खुसी कानरुकमा हुनुहुन्छ दोना दाइ ए ल खाँदै बस्नु न खाना खान लाग्नु भयो क्या त्यही मैला मैली हजुर नाइ होइन कलमा त्यहाँ अमृत दाई सँगै हुनुहुन्छ सो ए बिचरा दोन दाजुको बिचरा टाइमै छैन हो सुटिङको सुटिङ अब के आएको उता त के पो आयो हो उता थ्याङ्क यू सो मच अनसोल्ड देख्न पाए ट्राभल विथ यु पठाइदिनु भएको थ्याङ्क यू सो मच हेलो दी हजुर के हो तर्सियो क्या हो एक्कासी आउँदा त है जितेको जितेको थियो अन्त अहिले बल्ल यता अनसोल यता आउनु भएछ नि त सरी हजुरले नखाएर म चाहिँ खाना खानु लागेको हस् हुन्छ खानु न जोडी त बोइल भेज हो हाम्रो त यो के भन्छ यसलाई सिपचाना के भन्छ के हो र त्यस्तो ड्रमस्टिक यसलाई के भन्छ नेपालीमा सिपचाना भन्छ कि के भन्छ सजना म त अहिलेसम्म थाहा देखाएन यसो त अरे ड्रमस्टिक यस्तो हाल्न सजना साजीवन नरे सजना हो सजना भन्दाखेरि साजीवन साजीवन सजना तर हाम्रो गाउँतिर पाउँदैन यस्तो खाएको पनि छैन अहिलेसम्म थाहै पनि छैन यो त राम्रो हो नि हेल्थको लागि शीतल चिनी पनि भन्छ कि मैले बिर्सेछु त्यो मात्रै त्यो आलु भिन्डी हाम्रोतिर चाहिँ अनि यो के हो बिन्सहरू छ तर सबैको ठाउँतिर फरक होला न दालमा हालेर झन् दामी हुन्छ पूर्वतिर सकिना भन्छ अरे तार जीवन शीतल चिनी राम्रो हो नि हेल्थको लागि थ्याङ्क यू अनसोल्ड ए हजुर अन अफ थ्याङ्क यू सो मच अनसोल्ड ब्रदरलाई पनि थ्याङ्क यू विशाल थापाजी धन्यवाद थ्याङ्क यू त्यो त सुहाएन हौ त्यो क्याब यता पठाउनु
बुस्टिङ आइरहेछ क्या थ्याङ्क यू सुमनजी के हो र त्यो भनेको बुस्टिङ भनेको के खै हुन्छ बुस्ट बुस्टिङ गर्यो आएको भने चाहिँ यस्तो आउँछ त त्यहाँ माथि मैले यस्तो गेमहरू कहिले खेलेको छैन तिमीसँग फर्स्ट टाइम हो थ्याङ्क यू करणजी थाहा भएन अजय भाइ थ्याङ्क यू सो मच भिसिङजी थ्याङ्क यू सन्त बहादुरजी सबैलाई हालिदिनुहोस् त टार्गेट गरौँ डम्मेलो म चाहिँ दुईजनाको बिग फ्यान अरे है थ्याङ्क यू सो मच एच हात पठाइदिनु अझ थ्याङ्क यू सन्तोषजी थ्याङ्क यू ए शान्ता रहेछ मगर थ्याङ्क यू कृष्ण थ्याङ्क यू सम धरानलाई पनि धेरै माया थ्याङ्क यू गाइस नयाँ अकाउन्टलाई फलो गरिदिनु होला सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला यो मेरो नयाँ अकाउन्ट हो म चाहिँ आज खुसी भयो अरे है ल कम्प्युटरीलाई पनि धेरै माया इलामलाई पनि धेरै माया लमजुङ थ्याङ्क यू मक्क परेको हेर न उता पुगेछ नि त तिमीलाई त सुहाए ल मलाई सुहाएन भन्दै थियो ल तिमीलाई सुहाए ल हजुरलाई अर्कैले हान्नुभएको मलाई अर्कैले म हजुरहरूको जोडीको बिग फ्यान हो र थ्याङ्क यू फ्रम धरन मैले रे थ्याङ्क यू मेरोमा आयो भने म तिमीलाई दिन्छु के एड ओके माइला कति भाग्यमानी आनी लडाइँ पनि जान नपर्ने रे अहिलेसम्म भएको भए त पर्थ्यो होला नि बिचरा पर्पोज गर्नु न त एलनलाई थ्याङ्क यू पर्पोज जोडी जम्सक्यो अरे जमिरहेको छ जमिता होइन पाण्डाजी थ्याङ्क यू पाण्डा सिस्टर नै हुनुहुन्छ माइला हलदार हो सोध्नु त अरे ओहो हलदार हो हलदार अर्कै हलदार हो अर्कै हलदार है देख्न पाइयो रे हो र सबैले मन परेको कपल्स रे माइलीलाई प्रपोज गर्नु न अरे मलाई फेरि यता माइलाले प्रपोज गर्नु न आशिषा मल्लजी थ्याङ्क यू प्रपोज गर्नुपर्छ अलिक टाइम लिएर आत्तिनु हुँदैन कृष्ण मगर ओहो राम गुरुजी एन्डी गुरुजी एन्डी गुरुजीलाई स्वागत छ मेरो लाइभमा माइले बगरतिर त माछा पाउँदैन हौ हाम्रो गाउँमा त सबै मारेर सक्यो हालेर एन्ड्रु बिस हो बिस्तारै हो माइली रे हो र डला मिकिङ तीनजना ब्रदर कति लेउ टाइम अरे जङ्गलमा थ्याङ्क यू एन्डी दादा अब यो छुट्टी आएर एन्डी दादालाई भेट्नु पर्ने छ हाम्रो काम कहाँसम्म पुग्यो एन्डी दादा थ्याङ्क यू सुजत ए आउँछु दाजु अब 2-3 महिनामा आउँछु हाम्रो काम के कस्तो भन्दैछ रेडी छ ए त मलाई पठाउनु भएन त अनि मैले अब एउटा म्युजिक भिडियो खेल्नु पर्छ अरे हजुरले यसो गरिदिनुहोस् त अनि हामी खेल्छ जिदी खोलातिर छ नि मैलेको बिहे अस्ति अन्डा लिन गएको नि है मैले अब के गर्नु त तरकारी नभएछ अन्डा लिनु जानै पर्यो नि
टाइम दिनु तर मैले एक भएको चाहिँ देख्न पायो सेकै तपाईहरुको भ्लग नि नेपालको अन्डाकै छ है कुरा यसो गरे अन्डाकै कुरा खाए अन्डा लिन कहाँ हरायो अन्डा लिन जाँदा कहाँ गयो अरे त्यही त फेरि पुरा भिडियो नहेरी तेरो थम्बनेल र टाइटल हेरेर म हाइलाइट्स जंगलमा फुलेको बिर्सेको छैन होला नि थ्यांक यू देवेन्द्र तामाङ इज माई काका ओके ब्रदर अब छुट्टी आउँदा फेरि नयाँ भ्लग बनाउला नि रिसिन गएर हैन हैन मैले हजुर हो नि थ्यांक यू बी मगरजी थ्यांक यू हराएको थियो नि एक दिन मैले टुगेदर डे कसम फिल्म बनाएको भए कति चल्थ्यो वाउ थियो ब्लग पनि फिल्म जस्तै त हो नि त्यसलाई नै फिल्म सम्झेर हेर्नुस् न मैला दाजु कहिले आउनुहुन्छ अरे मलाई अलिक टाइम लाग्छ अब थ्यांक यू दमेलो थ्यांक यू के हुँदैछ यता बुढाबुढी रे ए भगवान उताको बुढा खाना खाँदै हुनुहुन्छ यताको बुढी ओके एन्डी दादा सुनाउनु पर्यो नि हो थ्यांक यू ओ थ्यांक यू के हो नाम अब म छुट्टी आउने बित्तिकै सबैभन्दा पहिला तपाईको काम सक्नुपर्छ ल सुदीप रहेछ थ्यांक यू सुदीप नेक्स्ट छुट्टी रिसिङ ल माइला अरे नाइस छुट्टी थ्यांक यू पक्का रिसिङ नेक्स्ट छुट्टीमा पक्का जान्छु रिसिङ ल जसरी भए पनि जानुपर्छ छुट्टी अलि धेरै लिएर आउनु भन्नु रुपाले के धेरै लिएर आउने छुट्टी अलि धेरै लिएर आउनुस् रे कहाँ पाइन्छ छुट्टी खै सोध्नु न यता कति राम्रो छुट्टी हो धेरै छैन मेरो पनि छुट्टी अस्ति आइसक्यो वर्षमा 2 चोटि पाउनुहुन्छ सियो साहबसँग माग्नु पर्छ अरे अरे दादा छुट्टी सकिसक्यो अस्ति 45 दिन आयो एडभान्स छुट्टी हो खाना धेरै खाएको होइन यो शीतल चिनी यो सजना चबाउँदा चबाउँदा टाढा छ पहिलो चोटिको त्यो पेम्बा शेर्पा के लेख्नु भएको म त बुझ्दिनँ त ए रिसिङ भ्लग रमाइलो थियो तर फर्किँदा दाजुहरू लिएर आउनु भयो अरे हजुर पनि रुनु भयो ममता बहिनी कता छिन् मैले ममता गाउँमा छ ओ लाखा रे हजुर माइला आज माइलीसँग जोडेर आइटम मरत छ है एकदम खानुपर्छ हौ तिमीलाई मैले उहाँ गाउँमा खाना खुवाइदिएको बिर्स्यौ कहिले ए बिर्सेछु डोरी मको
रियलमा देख्न पाउने किन हाँस्नु भएको भन्नु हुँदैन थ्याङ्क यू निकी तामाङ पुरा फुस्कियो अरे छैन फुस्किएको झन्डैले छोटेलाई ल्याउनु पर्यो लाइभमा रे छोटे पनि छ र लाइभमा सुभान घले थ्याङ्क यू होला आमा छोटे नि आजभोलि त गेम खेलेर है तल लग्यो फेरि रे के बहुत जोरले माइला ब्रो इन्डिया छोटेलाई नि ल्याउनु पर्यो रे हुनुहुन्छ र खुम्सहरू थ्याङ्क यू रातिको 1 बज्नु आँटिसक्यो छिटो आई लभ यु भन्नु माइलालाई अनि म सोध्छु ए भगवान हजुर ए यता सोध्नु भएको कुन ठाउँमा हुनुहुन्छ अरे हजुर बेङ्गलोरमा हुनुहुन्छ अरे साथीहरू ममतालाई नि ल्याउनु पर्यो है दिदी रे केमा लाइभमा त छैन होला ममता उसको त बिचरा नेट थ्याङ्क यू पेम्बा शेर्पा म बुझिनँ ल यो ल्याङ्ग्वेज यो वेस्ट भयो खानु भयो माया छ धेरै धेरै सबैजनालाई अब म सुत्नु पर्छ होला भोलि बिहान नै उठेर प्र्याक्टिस जानुपर्छ कि फेरि हुन्छ अनि अनि मेरो नयाँ अकाउन्ट हो फलो गरिदिनु होला शेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला ल माइली सपोर्ट गरिदिनु होला हस् हुन्छ